हर्लिक्स खाएको कसले? शङ्का गर्नुभयो मेरो आमा बाबाले। होइन, खायो होला सानो मुसाले। बित्यो 2-3 दिन यस्तै शङ्काले। फर्केर आए जब म स्कुलबाट घर एक दिन, आमा काममा हुनुहुन्थ्यो त्यो दिन। फर्केर आए जब म स्कुलबाट घर एक दिन, आमा काममा हुनुहुन्थ्यो त्यो दिन। मलाई सुताइराखेर बाबा लाग्नुभयो बाहिर एकछिन। भोकाएको नानी म खोज्न थाले टिफिन। कुद्यो मुसा मेरो खाली पेटमा, खोज्न थाले खानेकुरा मैले भान्साघरमा। कुद्यो मुसा मेरो खाली पेटमा, खोज्न थाले खानेकुरा मैले भान्साघरमा। देखेँ मैले हर्लिक्सको डिब्बा अग्लो टेबलमा। शान्ति भन्ने कुरा महसुस भयो मेरो मनमा। ला, टेबल भने कति अग्लो, म भने यति होचो। मैले सोचे, एउटा कुर्सी टेबलको छेउमा तान्छु, त्यसमा चढ्छु, हर्लिक्सको डिब्बा तान्छु, अनि कप्पा कप खान्छु। कुदेर मैले कुर्सी ताने, त्यसमा सकी नसकी चढे र हर्लिक्स दुधमा नघोलिकन खाए। खाइरहेको थिएँ म हर्लिक्स आनन्दले। बाबा पनि घरमा आए थाकेर कामले। खाइरहेको थिएँ म हर्लिक्स आनन्दले। बाबा पनि घरमा आए थाकेर कामले। खाटमा मलाई नदेख्दाखेरि डरले यताउता खोज्न थाले। छोरी, ए छोरी भनी डराएको स्वरले बोलाउन मलाई थाले। चिन्ताले बाबा हुनुभयो दुखी, म भने चाहिँ हर्लिक्स स्टोरी भइरहेथे खुसी। चिन्ताले बाबा हुनुभयो दुखी, म भने चाहिँ हर्लिक्स स्टोरी भइरहेथे खुसी। अन्तमा बाबाले भेट्नुभयो मलाई, खिटका छोडी हाँस्नुभयो देखेर।